वन्दनास्तोमुति यमामुता ओम अम्बे अम्बिके पालिके मानकसमा सुखकाम चाम्बलवासिन। अब फेरि चामल फुलेर नमस्कार गर्ने। अब अलिकति धेरै लिने है, चामल फुल अलिकति धेरै लिने नमस्कार गर्ने। अब धेरैवटा भगवानलाई सम्झेर नमस्कार गर्ने। नमस्कार है सबैले। अब मैले जे भन्छु त्यही भन्ने है। सबैले पहिला अष्ट चिरञ्जीवलाई पूजा गर्ने। सबैले नमस्कार गरेर भनौँ ओम अश्वत्थामादे अष्ट चिरञ्जीव्यादि नमो नमः। त्यस्तै गरी अब हाम्रो ठाउँमा हामी जुनसुकै काम गरे पनि गाईलाई सम्झेर पूजा गर्नुपर्छ। पहिलाको हाम्रो घरमा चाहिँ गाई हुने गर्थ्यो हैन, गोग्रास राखेर पूजा गरेर खुवाउन लगिन्थ्यो। हामीले यहाँ पनि गोग्रास राखेका छौँ, गाईलाई सम्झेर पूजा गर्ने। सबैले भनौँ ओम कपिलादि पञ्च गोमातृकेभ्यो नमो नमः। हामी त गाई पाल्नेहरूको सन्तान, किनभने हाम्रो घरमा गाईको गोबर लिपिएको ठाउँमा हामी पूजा गर्छौँ हैन। अब त्यस्तै गरी अब हाम्रो ठाउँमा हामीलाई रक्षा गर्ने देवता भनेको भन्दा अष्टभैरव अष्टमातृका है, क्षेत्रपाल। ल भनौँ सबैले ओम स्वस्थान क्षेत्रपालादि भैरवेभ्यो भैरवी शक्तिसहिताय नमो नमः। त्यस्तै गरी अब कुमारी। अब हाम्रो ठाउँमा कुमारीलाई हामी पूजा गर्छौँ के न, कुमारी पूजा गर्छौँ, गुहेश्वरी पूजा गर्छौँ। सबैले भनौँ ओम कौमारी देव्यै नमः। गणदेव्यै नमः। ओम बालकृष्णाय नमः। ओम शक्तिधराय नमः। ओम महिलाश्वरीदेव्यै नमः। ओम कौमारी थोड़े ओम गणगुरुनाग श्रेष्ठ देवतादिभ्यो पंचामृतेन स्नानं समर्पयामि नमः। ओम पयहात दिव्यां पयो गदीं पयो दिव्यन्तरिक्षे पयोदाः पयोश्रुतिः ज्योतिषास्यन्तमयं। पञ्चामृत लागेको छैन भने जल गराइदिए पनि हुन्छ। त्यसपछि फेरि पुनर्जल स्नान, फेरि जलयुक्त स्नान गराउने। ओम गणगुरुनागेभ्यो श्री श्रेष्ठ देवतादि साङ्गेभ्यो सर्वपरिवारेभ्यो पुनर्जल स्नानं समर्पयामि नमः। ओम शन्नो देवीरविष्टय पापो भवन्तु पीतयं संजोरविष्णुवन्तुना। ओम ये तिरुनादि पुण्यकिस्तका सन्निधिलिङ्गा देखा प्रशस्त्रयोजनेन धन्वादिनन्दसि। ओम गणगुरुनाग श्रेष्ठ देवतादिभ्यो ओम जजनका 5-6 वटा जजन गराइदिए हुन्छ। सबैलाई सबै देवताको समूहहरूलाई सम्झेर जजन गराइदिए। जजनका भनेको जनै। हामी नेवारहरूको पुर्खाहरू पहिले सबैले जनै धारण गर्थे है, सबैले जनै धारण गर्थे। हामीले पुज्ने देवता नागेभ्यो पीठादि श्रेष्ठ देवतादि कुल देवतादि यो इदं फल पुष्प धूपदीप नैवेद्यादि संकल्प सिद्धि रस्तु। हाम्रो गणगुरुनाथ श्रेष्ठ देवताहरूको लागि मैले ल्याएको टीका फुल जसङ्का धूप दीप रोटी फलफुल नैवेद्य इत्यादि मैले चढाउने कुराको सङ्कल्प गरेँ भनेर त्यही छ।
त्यो कुराहरू हामी यहाँ अगाडि चढाइदिन सक्छौँ। अब चढाउनलाई एकैछिन पछि चढाउनु होला, एकैछिनमा माथि ल्याउनु होला, म भन्नुलाई त्यसपछि आउनु होला।